साथीहरू मेरो छोरी चाहिँ यहाँ बल्ल बल्ल बेङ्गलोरमा पानी परेको पानी खेल्छ अरे उसलाई जाडो पनि नहुनु अरे पानी पनि खेल्ने अरे हो अन्त रेनकोट लगाइकन लिएर आएको है पानी खेल्नु आमाको ल नाखेल छिटो गीत गाइदेऊ न अन्त मजा आयो ओहो नो बेटा ज्वरो आउँछ लु ओडिहाल छिटो ओडिहाल अब भयो ओडिहाल लु लु आमा चाहिँ यहाँनिर झाडो नलिएर आइरहेको छु छोरी चाहिँ यहाँनिर हेर्नु नि बारिसमा के कुन चाहिँ गीतहरू बहिनी ल ओके कुन चाहिँ गीत होला नि राम राम भगनजीले फोटो खिच्नु हुँदैछ ओन्ली 10 minutes ओके नो नो खै अन्त नाच्छु भनेर हेलो मजा आयो छि छि आच्छे अरे ओन्ली 5-10 minutes छ है ल लु अब जानुपर्छ बेटा अब घर जाने कहाँ जाने अब घर ओके थ्याङ्क यू यो चाहिँ मामाले उठाउँदिन हो उठाउन सक्दैन रहेछ यो ऊ तल आन्टीहरूको झरेको उठाउनु न उनीहरूले उठाउँछ नि आएर भरे भाँच्यो ओऱ्यो भने कुनै के भन्छ हो अर्काको सामान छुनु हुँदैन यस ओके यस्तो छ बेङ्गलोरमा फाइनली हिजोदेखिको कोसिस गर्दा गर्दा आज चाहिँ पानी परेको छ बेङ्गलोरको निवासीहरूलाई चाहिँ धेरै 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 शीतल भयो होला सन्चो पनि भयो होला बेङ्गलोरमा बस्नेहरूलाई यस्तो डरलाग्दो चाहिँ गरम थियो कि के भन्नु अघि त यो ट्याङ्की हल्लिँदै थियो नानु यो ट्याङ्की नि अघि पुरा हल्लिँदै थियो लिटिक 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 हल्लिँदै थियो लिटिक 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 हावाले हौ यसरी हल्लिँदै थियो भनेको यसरी ट्याङ्की हौ ब्ल्याक कलरको अहिले त हल्लिँदैन नि अब हावा आएको छैन नि त के हेर्छौ तल चाहिँ छ्या नखेल हौ त्यो पानी पानी पर्यो बत्ती पनि छैन अहिले त आयो कि क्या हो पक्कै हेर्छु